हेलो गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म फेरि एउटा नयाँ ब्लग लिएर आउँदैछु। आज चाहिँ मदर्स डे हो। मदर्स डेको लागि म पनि घरबाट रेडी भएर ओरेर माइत पनि आइसकेँ। हेर्न सक्नुहुन्छ म माइत आएर भिडियो बनाएको छु मैले। अनि त्यसपछि म भन्दैछु हजुरहरूलाई म माइत आइसकेँ, यताउति के भन्दैछु मैले, हेर्न सक्नुहुन्छ। अनि मैले बच्चाहरूलाई पनि देखाएँ। मेरो यो कान्छी छोरी हो, अनि मेरो यो बहिनीको छोरी, अनि यहाँ मेरो छोरी, यो सबै तिनैजना मेरै छोरी हुन्। बहिनीको छोरी पनि मेरै छोरी हो। अनि आज चाहिँ हामी मदर्स डेको लागि तयारी भएर बसिरहेको छौँ। हेर्नुहोला सबैजनाले मेरो मेरो भिडियोलाई सबैजना लाइक गरिदिनु होला। अनि हामीले यताउति पनि तयारी गरेर अनि टिका पनि मम्मीलाई, अब आज मदर्स डे हो नि त, अनि मदर्स डेमा मम्मीलाई टिकाहरू पनि लगाइदिएर सबै गरिरहेको छु। हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ मेरो सानो एउटा मेरो र बहिनीको तर्फबाट एउटा सानो गिफ्ट मम्मीलाई। अब आफूले जति सकिन्छ त्यति गर्ने हो होइन। अनि त्यही भएर एउटा सानो गिफ्ट भनौँ न, गिफ्ट चाहिँ हामीले दियौँ। फेरि मेरो कान्छी ल्याएर छ्याक्क छेकिदिन अनि उता जाऊ भने अनि गएन। अनि त्यसपछि अनि मम्मीलाई पनि मैले टिकाहरू सबै लगाएर गिफ्ट दिएर मिठाई खानिदिएँ। अनि ड्याडलाई पनि, ड्याडी पनि सँगै बस्नुभएको थियो, अनि ड्याडलाई पनि टिकाहरू लगाइदिएर मिठाई खानिदिँदैछु मैले, खानिदिँदैछु। अनि त्यसपछि अब चाहिँ केक काट्नको लागि तयारी हुँदैछ। सबैजनाले हेरिदिनु होला। फेरि मेरो कान्छी छोरी आएर अगाडि आएर रेडी भएर उसलाई केक खान हतार भएको थियो। अनि त्यही भएर अगाडि आएर सबै भिडियो छेकेँ। अनि त्यो बालेसी चाहिँ तर्सेर अनि उता गएर अनि सबैजनाले ह्याप्पी मदर्स डे आमा भन्दैछ नि। यहाँ हेर्नु तालीहरू बजाउँदैछ छोरीहरूले। यो चाहिँ मेरो जेठी छोरी जेसिकाले खिचिदिउनु हो। पछि मैले मोबाइल मागेर उनीहरूको पनि यसो खिचिदिएँ। हेर्न सक्नुहुन्छ। यस्तै हो मदर्स डेको स्पेसल। हाम्रो चाहिँ केकहरू, मिठाईहरू, लुगाहरू यसरी दिनुहुने अब होइन। आफूले जति सकिन्छ त्यति गर्ने हो। अनि सबै गरेर केकहरू पनि काट्यौँ पनि। अनि त्यसपछि सबैजनाले पिलो खुवाउनुहुन्छ। हेर्नु है, अब यो मम्मीले ड्याडलाई खुवाइदिनु भयो, अनि नातिनीले, अनि फेरि अर्की नातिनीले, अनि कान्छी नातिनीले खुवाइदिनु भयो। अनि मेरो पालो आयो, मैले पनि खानिदिएँ मम्मीलाई केक। हेर्न सक्नुहुन्छ। त्यसपछि मैले केकहरू खाएर ओरेर अनि मेरो अर्को अब ठुलो मम्मीहरू पनि हुनुहुन्छ तलतिर, अनि त्यहाँ जानको लागि नि अब तयारी गरेँ। अनि मेरो छोरीहरू केक खानलाई कचोरी लिएर आयो। अनि त्यसपछि सिद्धियो। अनि मैले बाई बाई भने। अब अर्को सबैजना हामी बसेर अनि एउटा फोटो खिचौँ भनेर फोटो भिडियो यताउति गर्न थाल्यौँ एकछिन। अनि त्यसपछि यताउति गऱ्यौँ। अनि सबै तयारी भएर सबैहरू देखाउँदैछु मैले। अनि सबै गरिसकेर भनेर अनि त्यसपछि फेरि अर्को तलतिर पनि जानु थियो। अनि छिटो गरेर अनि यहाँ फोटोहरू खिच्ने गऱ्यौँ, भिडियोहरू गर्ने गरेर अनि फेरि अर्को तल ठुलोमम्मीको घर गयौँ। ठुलोमम्मीको घर गएर सबै तयारी गरेर केक काट्न रेडी भएर त्यहाँ पनि केक काट्नलाई मोमबत्ती बाल्दै हुनुहुन्छ सबैजनाले हेर्नु। अनि यस्तै हो सबैको घरमा मदर्स डे आज त अब सेलिब्रेट यताउति त हो नि। अनि केक काट्नुभयो ठुलो मम्मीले पनि केक काटेर। अनि सबैजनाले फेरि म खुवाउँछु भनेर पिलो खुवाउन थालेँ। झगडा छोरी नि धेरै बच्चा भएपछि यस्तै हेर्नु। अनि म खुवाउँछु है, मेरो पालो भन्दै थिएँ। अनि केक सेक काटेर उनीहरूलाई दिएर तयारी खान दियौँ। फेरि अर्को मम्मीको घरमा म चाहिँ 3 ठाउँमा जान्छु क्या। अनि 3टा मम्मी हुनुहुन्छ, 3 ठाउँमै जान्छु। अनि त्यसपछि फेरि अर्को मम्मीको घरमा गएर अनि फेरि त्यहाँदेखि सबै तयारी गरेर केक काट्दै मोमबत्ती यताउति घुमाउनेर अनि बाल्ने ओर्ने गरेर बच्चाहरू ह्याप्पी मदर्स डे आमा भन्दै मेरो छोरीले चाहिँ आऊ तिमी गर भने
अनि नाइ भनेर डराएर उता भागिन्। अनि मेरो कान्छी छोरा त्यहाँ भागिन् अनि केक काट्नु भयो। अनि यहाँ पनि फेरि त्यस्तै हो छोरी मखाउनी भने झडै परेको थियो ऊ ह्याप्पी मदर्स डे आमा भन्दैछन् ऊ। अनि एउटा चाहिँ म जुस खाने भनेको छ, अर्कोले म केक खाने भनेको छ। मेरो घरमा मात्रै झगडा हो कि सबै घर यस्तै ऊ। अनि म खुवाउँछु अगाडि म खुवाउँछु गालामा केक लगाइदिएर काली आमा बुढी भनेको छ यहाँ मेरो छोरीले। अनि म यो जुस खाने हो भनेको छ ऊ। अनि मेरो छोरीले पनि खान्दिनँ। अनि त्यसपछि टिका लगाइदिनु भयो मलाई टिका लगाएर चाहिँ भिडियो क्याप्चर गर्न पाइनँ। अनि उसलाई टिका लगाइदिनु भयो। आजको हाम्रो मदर्स डे यस्तै भयो साथीहरू। हजुरहरूलाई कस्तो लाग्छ प्लिज लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट छोडिदिनु होला एउटा दुइटा है। अब यस्तै नयाँमा अब बनाउन त्यति आउँदैन। सबैजनालाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु। त्यसपछि हामी त्यहाँबाट सबै ठाउँ गएर आएर घर फर्क्यौँ गाडीमा। हेर्न सक्नुहुन्छ मैले गाडीको भिडियो हालेको छु। सबैजनालाई ह्याप्पी मदर्स डे भन्न चाहन्छु। बाई बाई। प्लिज मेरो युट्युब च्यानललाई लाइक गरिदिनु होला।